इनकेस हाम्रो इटहरी उपमहानगरपालिकाको आधारभूत स्वास्थ्य चौकी होस् या तपाईँको हस्पिटल होस् कुनैमा त्यस्तो छैन भने तुरन्त त्यसलाई चाहिँ टेन्डर लगाएर तुरन्त सबै ठाउँमा उपलब्ध गराउनु पर्यो। यो म अर्डरै दिन्छु। र अब अर्को त्यो सँगसँगै एचआइभीको टेस्ट पनि खुलेको छ। यो पनि त फ्री सर्भिसै हो होइन। त्यस्तो अब फ्री सर्भिसका कुराहरू अब नपाउनु भनेको त यो त लजास्पद हो नि त होइन। अरू ठाउँमा के छ थाहा छैन, तर इटहरीको सवालमा इटहरी उपमहानगरपालिका यस्तो कुराहरू हाम्रो इटहरी उपमहानगरपालिकामा सत्य नहोस्, यो म तपाईँहरूलाई अनुरोध गर्न चाहन्छु। सबै पालिकामा होइन, म त आफ्नो पालिकालाई अब पूजा म्याडमले राख्नुभयो, म फोन पनि गरेर भन्छु र हाम्रो स्वास्थ्य महाशाखाको दिनेश सरलाई पनि भन्छु तुरन्त यो इनकेस छैन भने तुरन्त कहाँबाट हुन्छ त्यसलाई चाहिँ एकदम त्यो उपलब्ध गराउनु पर्यो भनेर म त्यो गर्छु।